हेलो एभ्रिवान, गुड आफ्टरनुन। अनि आज चाहिँ मेरो छेमाको भेटाउनु थियो। छेमा गएर घुम्नमा गएको थियो। उहाँ चाहिँ ढोकिरहनु त्यसको बाद कपडा सपडा चेन्ज गरेर सुन्दरीमा यहाँहरूको भिडियो बनाइदिएको थिएँ। एकदम खुश हुनु लिएर आउँछ नि त के हो कसो हो माइती गर्दैछ हेर्नु सक्नुहुन्छ तपाईँहरूले सबजना बसेर। अहिले जाति हाम्रो कुमारी छ दुईटै जाति हो हुनुको लागि, छोरा मान्छे छोरी मान्छे दुईटै जाति हो। उल्टी बुझ्यो भने अब तपाईँहरू मिलेर गयो, मिलेर गएपछि तपाईँहरूले मिलेर खानुपर्छ फेरि। अब अहिले राम्रो थियो लियो, भोलिपर्सि आस्ते आस्ते धाउन हुने त्यति त्यहाँमा छोड्ने कुरा आउँदैन। अब नेपालीहरू पनि काला शासन छ नि फेरि। एक नारी ब्रह्मचारी जस्तो एउटा छोरीसँग नै आफ्नो जीवन बिताउनुपर्छ। तपाईँहरू सोचेर मिलेर गएपछि तपाईँहरूले त्यस्तो अब बेमान गर्नु हुँदैन। यो नेपालीको छोरी, यो बङ्गालीको छोरा, त्यो सब आउँदैन। तपाईँहरू आफ्नो आफ्नो अब एउटै बुढा बुढी सोचेर राम्रो गरेर घर गरेर खाने। त्यो कारणले अब यहाँ आमा बाउ भाइ माइतीहरू तपाईँहरूलाई अब एक बार तपाईँहरूले भनिदिनुहोस् उहाँलाई के राम्रो छ कि तपाईँहरूले केही भन्नु छ कि तपाईँहरू उहाँले लाग्यो खुसै बस्छ कि खुस छ कि नखुस छ कि तपाईँले भन्नु तपाईँहरू के छ भनिदिनु। अब ल भयो, उनीहरू खुसी छ। तर तपाईँहरूले अब चिताएर लागेपछि तिमीहरूले अब केही गडबड गऱ्यो भने तिमीहरूलाई सहायता दिने कोही पनि हुँदैन। यता पनि आमाले भन्छ तेरो खुसीले गएको भन्छ, उता नि उसको आमाले मन लागेन उतार्नुहुँदैछ। तपाईँ नै जाऊ, म गर्दिनँ म गर्दिनँ। छ्यामा कस्तो रुँदैछ। छ्यामा बेगेर गयो, तपाईँ के भन्न चाहनुहुन्छ? बहिनी बेगेर जाँदा